हाई साथीहरू, म चाहिँ आज धेरै दिनको बाद घुम्न जाँदैछु। हेर्नु होला कहाँ जाँदैछु। रेडी भएँ, अब फोटोसोटो खिच्यो, गाडी पनि रेडी छ जान लागि। चढेँ गाडीमा, उसको बाद सबैजना चढ्यौँ रेडी भएर। अब जाने हो। नानीलाई चाहिँ अगाडि दिदीसँग बसाइदिउँ अनि हामी हिँडेको साथीहरू। हेर्नुहोस् होला, जान्दैछु। कस्तो लाग्छ हजुरलाई नानीको भिडियो हेर्दै जानु होला। यी पुग्नु आँट्यो, हामी जाँदैछु बोगरीबारी पुग्यौँ। जाँदा जाँदा रास्तामा त यति साह्रो भेडा रहेछ। हेर्नुहोस् न साथीहरू, भेडाहरू देखेर रमाइलो लाग्यो, राम्रो लाग्यो साथीहरू। नानीहरू जाने बित्तिकै कति खुसी भएर खेल्नु थाल्यो, तिर्पाल बिछाउनु थाल्यो दादा र दिदी मिलेर। उसको बाद फेरि हामीलाई अब एकछिन उति गर्ने सेल्फी लियौँ। खानु थाल्यौँ, एकछिन खाऊँ भनेर मोमोसम्म खानु थाल्यौँ। टी मोमो बनाएर लगेको थिएँ मैले घरबाट, चटनी र टी मोमो, फेरि ठन्डाहरू अनि भुजिया के खायौँ। सबैजना फुर्ती गर्दैछौँ साथीहरू, हेर्नुहोस् होला। हल्का इन्जोय गरेँ अब दिदीहरूसँग, राम्रो लाग्यो। लेकिन बहुत गरम थियो आज साथीहरू। खाँदैछु, खानु त मजा आउँछ सबैजनासँगै बस्यो भने होइन। आज चाहिँ खाली रहेछ, होइन दिन अब त सन्डे भन्यो भने यस्तो भिड हुन्छ यहाँ साथीहरू। आज चाहिँ यहाँ खाली छ। मलाई पनि मेरो दिदीको बहुत याद आउँदैछ, दिदीहरूलाई देखेर। अलिक माइन्ड फ्रेस हुन्छ भनेर म पनि घुम्नु गएको साथीहरू। हेर्नुहोस् होला कस्तो लाग्छ हजुरहरूलाई। राम्रो लाग्छ भने लाइक सेयर कमेन्ट गरिदिनु होला मेरो भिडियो हेरेर। सबैजनाले मजाले खाँदैछन्, इन्जोय गर्नुहुन्छ। इन्जोय भन्ने चिज कम्तीजनामा पनि हुँदो रहेछ साथीहरू होइन। हिँड्नुपर्ने रहेछ कहिले कहिले अचानक प्लानिङ गरेर। हामीको अचानक प्लानिङमा चाहिँ कोही प्लानिङ थिएन साथीहरू। बाई बाई, यस्तै भिडियोहरू लिएर आउँछु हजुरको सामनेमा। बाई बाई साथीहरू। लास्टमा एउटा सेल्फी लिइहालेँ।